नमस्ते साथीहरु, गुड मर्निङ। हेर्नु न, मैले आफै बनाएको फुर्सदको टाइममा यसो टाइम पास अनि के कुरा सिकौं भनेर बोरिङ टाइममा बनाएको यी डलहरु कस्तो छ, के छ, राम्रो भयो कि भएन हैन, यसो कमेन्ट गरिदिनुस्। ट्राई मात्रै हो यो मेरो, अनि घरमै नानीहरुलाई यसो हुन्छ भनेर बनाएको, अनि आफुलाई पनि टाइम पास हुने, केही कुरो सिक्न चाहन्छु, त्यही कारण मैले बनाएको। कस्तो लाग्यो तपाईहरुलाई कमेन्ट गरिदिनुस्। अनि मेरो तपाईहरुको कमेन्टमा नै मेरो डिपेन्ड हुन्छ, किनभने मलाई पनि उत्सुक हुन्छ केही गरौँ केही बनाऊ भन्ने हैन। अनि यो चाहिँ मैले फुर्सदको टाइममा घरमा बस्दा बोरिङ हुँदा बनाएको है। ओके, बाई, सी यू फर वाचिङ, थ्यांक यू।